हेलो नमस्कार साथीहरु, यस भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा हामी कुरा गर्नेछौं यदि तपाईहरुको पासपोर्ट एक्सपायर भइसकेको छ भने र तपाईहरु फेरि नवीकरण गराउन चाहनुहुन्छ र रिन्युअल गराउन चाहनुहुन्छ भने तपाईहरु यो भिडियो हेरेर सजिलैसँग तपाई आफ्नो घरमा बसी तपाई आफ्नो पासपोर्टलाई रिन्युअल गराउन सक्नुहुन्छ र तपाईहरु सजिलै तरिकाले रिन्युअलको लागि अनलाइन फर्म एप्लाई गर्न सक्नुहुन्छ र तपाईहरुलाई यो भिडियोमा सिकाउने छु हामी सजिलै तरिकाले आफ्नो पासपोर्टलाई कसरी हामीले रिन्युअल गराउन सक्छौं र रिन्युअलको लागि अनलाइन फर्म अनलाइन आवेदन हामी कसरी दिन सक्छौं यो भिडियोमा हामी आज सिक्ने छौं। तपाईहरु यो भिडियोलाई एक लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, किनकि तपाईहरुको लागि यस्तै भिडियो ल्याइराख्छु। अब जाऊ, अब हामी भिडियोको विषयवस्तुतिर लागौं। तपाईहरु नयाँ पासपोर्टको लागि आवेदन दिन चाहनुहुन्छ र घर बसी आफैले भर्न चाहनुहुन्छ भने तपाईहरु यो माथिको आइकनमा क्लिक गरेर त्यो भिडियो हेरेर तपाईहरु सजिलै तरिकाले नयाँ पासपोर्टको आवेदन दिन सक्नुहुन्छ। तपाईहरु आफ्नो कम्प्युटरको गुगल क्रोम ओपन गर्नु होला र ओपन गरिसकेपछि तपाईहरु लेख्नु होला ई पासपोर्ट। तपाई लेख्नु होला, लेखिसकेपछि तपाईहरु क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरु जुन फर्स्ट लिंक आउँछ यहाँ डिपार्टमेन्ट अफ पासपोर्ट नेपालमा तपाईहरु क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ डिपार्टमेन्ट अफ पासपोर्ट भनेर आउँछ र तपाईहरु तल आउनु होला र यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ एप्लाई फर पासपोर्ट। तपाईहरु एप्लाई फर पासपोर्टमा क्लिक गर्नु होला र तपाईहरु तल हेर्न सक्नुहुन्छ एप्लाई फर ई पासपोर्ट। तपाईहरु यहाँ ई पासपोर्टमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ फेरि यहाँ भन्छ एप्लाई फर पासपोर्ट, राजधानीको लागि आवेदन यहाँ दिएको छ। तपाईहरु तल आउनु होला र तपाईहरु हेर्न सक्नुहुन्छ टाइप्स अफ एप्लिकेसन भनेको छ तपाई कुन फर्म भर्न चाहनुहुन्छ। जस्तै यहाँ छ फर्स्ट पहिलो पटक राजधानी लिन, म्याद सकिएको राजधानी नवीकरण गर्न र हराएको चोरिएको राजधानीको सट्टामा र रिप्लेसमेन्ट यहाँ बिग्रिएको राजधानीको सट्टामा। आज तपाईहरुलाई म सिकाउने छु कि हामी रिन्युअलको फर्म कसरी भर्ने। त तपाईहरु यहाँ रिन्युअलमा क्लिक गर्नु होला र क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरु यो पढ्नु होला। यो सबै एकपल्ट तपाईहरु पढ्नु होला र पढिसकेपछि त्यसपछि तपाईहरु अगाडि बढ्नु होला। जस्तै यहाँ दिएको छ, यहाँ छ अर्डिनरी 34 पेज एन्ड अर्डिनरी 66 पेज। तपाई कुन बनाउन चाहनुहुन्छ त्योमा तपाई क्लिक गर्नु होला। अहिले विशेष गरेर यहाँ 34 पेजमा जस्तै तपाईहरु यहाँ क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरु प्रोसिडमा क्लिक गर्नु होला र क्लिक गर्ने बित्तिकै यहाँ भन्छ आई एग्री भनेर एग्रीमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि हामीलाई यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ 4 वटा स्टेप हामीलाई पार गर्नुपर्ने हुन्छ। 1 2 3 4 वटा हाम्रो स्टेप छ, त्यो सबै स्टेप हामीलाई पार गर्नुपर्ने हुन्छ। यहाँ भनेको छ बुक योर एपोइन्टमेन्ट, तपाई आफ्नो डेट लिन सक्नुहुन्छ र यहाँबाट तपाई यहाँ जस्तै यहाँ नेपाल छ, यहाँ तपाई कुन प्रदेशबाट भर्न चाहनुहुन्छ। जस्तै मैले यहाँ चुज गरे मध्य प्रदेश, त्यसपछि मध्य प्रदेशको कुन जिल्ला छ जस्तै मैले चुज गरे सिराहा जिल्ला र त्यसपछि एपोइन्टमेन्ट लोकेसन सिराहाको कुन ठाउँबाट तपाई बनाउन चाहनुहुन्छ। जस्तै लाहान छ र सिराहा छ, कुनबाट तपाई रिन्युअल गराउन चाहनुहुन्छ त्यसमा तपाईले क्लिक गर्नु होला। मैले गरिसकेपछि यहाँ तपाईलाई डेट दिन्छ कि तपाईलाई कुन डेटमा त्यहाँ जानु पर्छ र तपाई यहाँ डेट चुज गर्न सक्नुहुन्छ। जस्तै तपाईहरु हेर्न सक्नुहुन्छ अहिले 9 तारिक 10 तारिक र 14 तारिकको अहिले खाली छ। यो 3 वट मध्ये तपाई अरु लिन सक्नुहुन्न। तपाईलाई कुन सजिलो हुन्छ तपाईलाई यो 9, 10 र 14 तारिक मध्ये तपाई कुनमा जान
चाहनुहुन्छ र जान सक्नुहुन्छ त्यसमा तपाईले हेरेर क्यालेन्डर हेरेर तपाईलाई कुनै काम नहोस् त्यो दिन तपाईले त्यहाँ जिल्लामा जानै पर्छ। म यहाँ 9 तारिक चुज गर्छु। यहाँ 9 तारिकको यहाँ भनेको छ, यहाँ टाइम छ। यसरी टाइम लिनु होला र लिइसकेपछि यहाँ टाइममा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तल तपाई कुनै केही क्याप्चा आउँछ तपाई त्यो लेख्नु होला। हेरेर राम्ररी लेख्नु होला। हेरेर राम्ररी लेख्नु होला र लेखिसकेपछि केमा त नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक भइसकेपछि फर्स्ट स्टेप पार भइसक्नुभयो। अब तपाईहरुले सेकेन्ड स्टेपमा आउनुभयो। यहाँ भनेको छ तपाईहरु आफ्नो डेमोग्राफिक इन्फर्मेसन यहाँ भनेको छ। तपाईहरु यहाँ भनेको छ लास्ट नेम, फर्स्ट नेम र जेन्डर। तपाईहरु यहाँ लास्ट नेम दिनु होला। जस्तै म यो फर्म एउटा डेमोको लागि मात्र भरिरहेको छु, जस्ट तपाईहरुलाई सिकाउनको लागि, हेराउनको लागि। यहाँ लास्ट नेम लेख्नु होला। त्यसपछि यहाँ जस्तै देव मैले लेखे र मेल कि फिमेल हुनुहुन्छ त्यो तपाई आफ्नो नाम र मेल फिमेल लेख्नु होला र तपाई आफ्नो डेट अफ बर्थ यहाँ चुज गर्नु होला। तपाईको डेट अफ बर्थ कति छ तपाईहरु चुज गर्न सक्नुहुन्छ। यसरी तपाई यसरी डेट अफ बर्थ चुज गर्नु होला। त्यस्तै यहाँ भनेको छ इज दिस एक्ज्याक्ट डेट अफ बर्थ। तपाईको एक्ज्याक्ट डेट अफ बर्थ हो त्यहाँ तपाईहरु यस गर्नु होला र तपाईहरुले यहाँ नेपालीमा आफ्नो डेट अफ बर्थ भर्नु होला। नेपालीमा भर्नु होला। त्यसपछि तपाईले कहाँ तपाईको जन्म कहाँ भयो तपाई यहाँ जस्तै मैले लेखे सिराहा। यसरी तपाईहरु पनि लेख्नु होला र नेपाल छदैछ, नेपाली छदैछ। यहाँ जस्तै तपाईहरु यहाँ फादर्स नेम लास्ट नेम दिनु होला। त्यस्तै यहाँ फादर्स नेम तपाई दिनु होला र मदर्स नेम को लास्ट नेम दिनु होला र तपाई फर्स्ट नेम यहाँ दिनु होला। जस्तै यसरी दिइसकेपछि तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँ भनेको छ सिटिजनशिप इन्फर्मेसन, नागरिकता सम्बन्धी जानकारी। तपाईहरु यहाँ क्लिक गर्नु होला र नागरिकता सम्बन्धी जानकारी तपाई यहाँ नेशनल आइडेन्टिटी नम्बर भनेको छ। तपाईहरु नेशनल आइडेन्टिटी नम्बर आफ्नो दिनु होला र यहाँ सिटिजनशिप नम्बर दिनु होला। त्यसपछि सिटिजनशिप डेट अफ इस्यु तपाई सिटिजनशिप कहिले बनाउनु भो त्यो डेट यहाँ दिनु होला र सिटिजनशिप प्लेस अफ इस्यु कुन जिल्लाबाट तपाईले नागरिकता सिटिजनशिप लिनुभयो त्यो नागरिकता यहाँ जिल्लाको नाम यहाँ दिनु होला। त्यस्तै यहाँ पर्दैन। त्यसपछि यो दिइसकेपछि तपाईहरु यहाँ भनेको छ आवेदनको सम्पर्क विवरण। यहाँ तपाई क्लिक गर्नु होला र तपाई आफ्नो यहाँ नम्बर दिनु होला र यहाँ तपाई जस्तै मैले दिए जस्तै यहाँ तपाई जीमेल दिनु होला। जीमेल दिनु होला, हाउस नम्बर दिनु होला र मेलिङ स्ट्रिट दिनु होला। यसरी दिनु होला। वार्ड नम्बर दिनु होला। कन्ट्री नेपाल छदैछ, प्रोभिन्स के छ तपाई यहाँ दिनु होला। जे छ त्यो दिनु होला र डिस्ट्रिक्ट दिनु होला र म्युनिसिपालिटी कुन छ तपाईहरु यहाँ यसरी सिलेक्ट गर्नु होला र सिलेक्ट गरिसकेपछि यहाँ भन्छ कन्ट्याक्ट डिटेल केस अफ इमर्जेन्सी को लागि जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको यहाँ तपाई नाम दिनु होला। जस्तै मैले दिए यसरी दिनु होला। यसरी दिनु होला तपाईहरु। यसरी सबै डिटेल तपाई पढेर यहाँ प्रोभिन्स छ, डिस्ट्रिक्ट छ, म्युनिसिपालिटी छ, यहाँ सबै तपाई दिनु होला। यसरी दिन सक्नुहुन्छ। फोन नम्बर दिनु होला। यसरी दिनु होला।
त्यसरी दिनु होला, मेल दिनु होला र दिइसकेपछि यहाँ तपाई यहाँ भन्छ अन्तिम हालको राजधानी सम्बन्धी जानकारी। तपाई जुन एक्सपायर भएको जुन राजधानी छ पासपोर्ट छ त्यो तपाई यहाँ डेट अफ इस्यु त्यो दिनु होला। दिइसकेपछि तपाईहरु यहाँ एक्जिट पासपोर्ट प्लेस अफ इस्यु डिस्ट्रिक्ट कुनबाट कहाँबाट तपाई बनाउनु भएको थियो त्यो दिनु होला र प्लेस अफ यहाँ पर्दैन र तपाई आफ्नो यहाँ लेटेस्ट पासपोर्ट और ट्राभल डकुमेन्ट नम्बर यहाँ तपाई आफ्नो पासपोर्ट नम्बर यहाँ तपाई दिन सक्नुहुन्छ र दिइसकेपछि तपाईहरु नेक्स्टमा क्लिक गर्नु होला र नेक्स्टमा क्लिक गरिसके नेक्स्ट गर्ने बित्तिकै तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ यहाँ केही डकुमेन्टहरु राख्नु पर्ने हुन्छ। नागरिकताको तपाईको सिटिजनशिपको अगाडिको भाग यहाँ अट्याचमेन्ट गर्नुपर्ने हुन्छ र तपाईलाई यहाँ पछाडीको यहाँ अट्याचमेन्ट गर्नुपर्ने हुन्छ। यहाँ छ एकाडेमिक डकुमेन्ट तपाई आफ्नो पढेको तपाईको डकुमेन्ट छ त्यो तपाई राख्न सक्नुहुन्छ र तपाई राष्ट्रिय परिचय पत्र पनि राख्न सक्नुहुन्छ र यो सबै राखिसकेपछि यहाँ क्लिक गर्नु होला र राख्नु होला। राखिसकेपछि तपाईहरु नेक्स्टमा क्लिक गर्नु होला र नेक्स्टमा क्लिक गर्ने बित्तिकै तपाईहरु यस्तो हेर्न सक्नुहुन्छ र तपाई यहाँ बक्समा जुन क्याप्चा दिएको छ त्यो क्याप्चा तपाई यहाँ लेख्नु होला र लेखिसकेपछि तपाईहरु फेरि नेक्स्टमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाई यस्तो फिनिश आउँछ। तपाई यस्तो फिनिशमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरु यस्तो तपाईहरु हेर्न सक्नुहुन्छ। यो तपाईको फर्म यसरी तपाई हेर्न सक्नुहुन्छ र यो फर्मलाई तपाईहरुले प्रिन्ट पनि यसरी डाउनलोड गरेर तपाईहरु प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यसरी तपाईले प्रिन्ट गरेर यो तपाई जुन तपाई कुन जिल्लाबाट भर्नुभयो त्यो जिल्लामा गएर तपाईहरु त्यहाँ बायोमेट्रिक तपाईलाई फोटो लिन्छ र फोटो लिसकेपछि तपाईलाई 5000 रुपैयाँको भोचर काट्नु पर्छ र कटाउनु पर्छ र 5000 को भोचर पेड गरिसकेपछि तपाईहरुले तपाईको टाइम दिन्छ। त्यो टाइम 1 महिना या 10 दिन 15 दिनमा तपाईलाई फेरि जानु पर्छ र तपाई त्यहाँ आफ्नो पासपोर्ट रिसिभ गर्न सक्नुहुन्छ। साथीहरु यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो राम्रो लाग्यो भने कृपया यो भिडियोलाई एक लाइक गरिदिनु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।